सो गाइस यही हो दह यहाँ चाहिँ हामी समथिङ 1 घण्टाको पैदल यात्रापछि हामी चाहिँ यो दहमा पुगिसकेका छौँ। यहाँ चाहिँ दहमा देख्न सक्नुहुन्छ विभिन्न स्थलबाट आउनु विभिन्न गाउँहरूबाट आउनु भएको छ। यहाँ चाहिँ युवादेखि लिएर बच्चादेखि लिएर वृद्धसम्म आउनु भएको छ। देख्नुहुन्छ यहाँ चाहिँ विभिन्न प्रकारको लभली जोडीहरू पनि आउँदै रहेछन्। तर ल हुँदै छन् तु लगाए सुट लगाए सुटै होला नि त हुनै रहन्छ त मलाई त यार खतरा छ के ओहो पोज थारी जान्छ उभो यार बाइकहरु चाहिँ हो त्यहाँ छन् ल्याङ भएको छ यहाँ यता देखाइसम बोल्छु। हाई गाइज वेलकम। यतिखेर भने हामी रुकुम खलङ्गाको यो चाहिँ दबाङ भन्ने चाहिँ ठाउँमा छौँ। यतिखेर यस्तो चाहिँ पानी परिरहेको छ। हामी चाहिँ सदरमुकाम खलङ्गादेखि हाम्रो यात्रा चाहिँ यो रुकुम पश्चिमको खलङ्गाको यो ठुलीदह भन्नेमा चाहिँ हाम्रो त्यहाँसम्मको यात्रा थियो र यहाँ दबाङ भन्ने ठाउँमा पानी लास्टै चुटेको कारणले गर्दा हामी एकछिन चाहिँ यो बस्ने रहेछ। यहाँ चाहिँ स्वास्थ्य केन्द्र रहेछ यहाँनिर चाहिँ दबाङमा। सो त्यहाँनिर देखाइदिनु छ त्यहाँनिर स्वास्थ्य केन्द्र रहेछ। अनि हामी एकछिन वेटिङमा बस्यौँ। फोनहरू चाहिँ प्लास्टिकमा प्याक गर्दैछौँ। सो त्यही हो ल्याङ भइरहेछ यार पानी के गर्नु बोस कपडा ल्याइएन यस्तो छ हालत। अब नेक्स्ट पाइट हेलो गाइज लट्ठ भइदियो नि हामी चाहिँ उकालै सुरु भएको छैन अहिले हामी चाहिँ यहाँ चाहिँ हामी चाहिँ हेरेको कुन कहाँ जान लाग्यो मलाई त्यो ठाउँ नाम यो ठुलीदह हामी चाहिँ ठुलीदह जान लागेको अहिले। ठुलीदह चाहिँ यता माथितिर छ अरे तर बादल लगाएर केही पनि देखेको छैन। कुहिरो टाढै छ भन्ने कुरो सुनिरहेको छु। 1 घण्टा समथिङ भन्ने कुरो छ हिँड्नु पर्ने। हेरौँ कहाँसम्म पुगिन्छ। दर्शकबिन ठुलीदहको दर्शन गर्ने मान्छेहरूको भिड यति छ यहाँ चाहिँ यो रुकुममा रहेको रुकुम अवस्थित यो ठुलीदहमा चाहिँ मान्छेहरू गएपछि मान्छेहरूले मागेका मागहरू पुरा हुन्छन्। त्यही सुनेर हाम्रो प्रेम खड्का चाहिँ जाँदै हुनुहुन्छ चुरोट तन्काई उहाँले चाहिँ कत्रो माग्ने भनेर एउटा लिस्ट गरेर ल्याउनु भएको छ। बिर्सिन्छ कि भनेर प्रकाश भुजेलसँग गएर सन्चो भएन अरे तेरो उहाँले चाहिँ प्रकाश भुजेलसँग गएर सन्चो नभएको ठुलीदह सन्चो हुन्छ भन्ने हाम्रो प्रेमजीको भनाइ छ। यसमा प्रेमजी तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँ चाहिँ यसरी गइरहनु भएको छ खाइ नखाइ। यहाँ चाहिँ होइन यस्तो अब होटल पसलहरू पनि केही रहेनछ तल्थेबाट बोकेर ल्याउनु पर्ने रहेछ। सो हामीले चाहिँ खाइसकेका छौँ। राजाले चाहिँ अझै बाँकी छ बोकेर ल्याउनु भएको छ। राजा हजुर तपाईँलाई कस्तो फिल भइरहेछ? एकदम अनौठो तपाईँहरू आइसक्नु भयो दाजुहरू? कस्तो मजा आउँछ त्यहाँ? एकदम रमणीय स्थान छ। एकदम त्यहाँको भने चाहिँ कता स्विजरल्यान्ड पुगे जस्तो भाइब आउँछ। त्यस्तो हुन्छ। तर एउटा कुरा चाहिँ के छ भन्दाखेरि अलि अगाडि आउने मान्छेहरूले फोहोर चाहिँ अलि गर्नु भएको छ। त्यो चाहिँ भिडियोमा भन्नुहोस् है त। तपाईँको भिडियोमा भन्नुहोस् यहाँको फोहोर व्यवस्थापन चाहिँ गर्नु। हाम्रो योभन्दा हाम्रो टोलीले पनि हाम्रो दाइहरूले पनि अस्ति आउँदाखेरि चाहिँ आइसकेपछि ड्रोनमा चाहिँ कैद गरेका थिए फोहोरहरूलाई होइन। यो अरू सबै ठिक छ। यो चाहिँ अलि फोहोर चाहिँ नगरिदिनु पर्यो भनेर चाहिँ मान्छेले आग्रह पनि गरेका थिए। हामी समथिङ 1 हप्ताको डिफरेन्समा चाहिँ आएका छौँ होइन। त्यो फोहोर चाहिँ कस्तो भएको छ अहिले हामीले पनि हेर्छौँ। अनि तपाईँहरू कहाँदेखि आउनु भएको? हामी चाहिँ बाफीकोट गाउँपालिका होइन? हजुर नगरपालिका गाउँपालिका बाफीकोट गाउँपालिका रुकुम यही होइन? हजुर ल ठिक छ। ल रामसँग गइस ल हस्। अनि तपाईँ 3टा मात्रै हो? हजुरलाई होइन हाम्रो टिम छ अगाडि। ए ल हामी पनि जाँदैछौँ हाम्रो प्रेमजीको माग पुरा गर्न।
बाबुहरू तिमीहरूले के माग्यौ त ठुली दह गएर यस्तो बाबुहरू आएका छन् त प्रकाश भुजेलसँग गएर निको नभएको सन्छ केटाहरूलाई भन्ने ओ केटाहरू चिलमा गइरहेछ अनि हाम्रो केटाहरू चाहिँ गइसकेको छ सो उहाँ चाहिँ अरू केटाहरू भेटिरहेका छन् हामीसँगै सो त्यही हो गाइज यहाँ चाहिँ तपाईँहरू पनि एकचोटि आउनै पर्ने ठाउँ छ अरे होइन सो हामी पनि फर्स्ट टाइम चाहिँ जाँदैछौँ अनि यहाँ चाहिँ वृद्ध बालबालिकादेखि लिएर चाहिँ वृद्धसम्म चाहिँ आउने रहेछन् क्या होइन यहाँ चाहिँ त्यस्तो के रहेछ र केटाहरूले फेरि एउटा गल्ती गरेछौ क्या गर्लफ्रेन्ड लाइन आउनु पर्थ्यो अनि गाह्रो भइसक्यो गाह्रो हुन्थ्यो होला नल्याएर चाहिँ ठिक गरेर त भिज्थ्यो होला फेरि भिज्यो भने हिँड्न नसके चाहिँ बोक्थ्यो होला सो हाम्रो त हुँदैन गल्ती लाइन आउने गाइजहरू हामी चाहिँ धेरै हिँडिसक्यौँ म चाहिँ यो ओडा लगाएको जस्तो गाइज अब चाहिँ हामी स्विजरल्यान्ड भन्ने ठाउँ पुग्दैछौँ नामै त स्विजरल्यान्ड छ ठाउँ कस्तो होला झन् यहाँ चाहिँ म्याप पनि दिएको रहेछ एउटा यस स्विजरल्यान्ड पुग्यो स्विजरल्यान्डमा पुग्यो हाल्नु त भिडियो बनाउनु त भ्याली लाग्यो देखिँदैछ हेलो सो हामी चाहिँ स्विजरल्यान्डमा पुगिसक्यौँ यहाँ चाहिँ एकदम फोहोर रहेछ होइन त्यहाँनिर गर्लफ्रेन्ड बोयफ्रेन्ड आउने माटुने बनाउने खाने अनि यहाँ चाहिँ लास्ट फर्काएर आइछौँ क्या सो चाहिँ हामीले ल्याएका कुराहरूलाई चाहिँ तपाईँहरूले चाहिँ एक ठाउँमा खाडामा चाहिँ खाडामा चाहिँ हालिदिएको भए अलिक व्यवस्थापन हुन्थ्यो किन भन्दाखेरि चाहिँ यहाँ बाहिरदेखि मान्छेहरू आउने गर्छन् क्या हामी त चाहिँ जहाँको सदरमुकाम खलङ्गादेखि आयो भने यहाँ रुकुमको मान्छे त एनी दिल्ली आउँदो रहेछ क्या होइन यहाँ चाहिँ घरपालुवा जनावरहरू गाई भैँसी त छैन बाख्राहरू गाईहरू रहेछ होइन सो त्यही यो गाईहरू नभएको भए पनि यतिखेर चाहिँ यो घाँस यति ठुलो हुन्थ्यो अनि यहाँ चाउचाउ बिस्कुट पुकार फ्रुटीहरू जस्ता थुप्रै होइन जङ्गलफुटाहरूका चाहिँ प्लास्टिकहरू रहेछन् सो यहाँको नगरपालिकाले चाहिँ यो कुन नगरपालिका रे यसको लागि नियम बनाइदिनु पर्छ हल्का तर थाहा छैन यो रुकुमको नगरपालिका होस् या गाउँपालिका होस् होइन यहाँ चाहिँ एकदम मान्छेहरू कति टाढाबाट आउँछन् तर यहाँनिर चाहिँ यस्तो फोहोर व्यवस्थापन गर्ने एउटा चाहिँ होइन एउटा डस्टबिन टाइपको चाहिँ लेखेर होइन फोहोर नगरिदिनु होला भनेर ठाउँमा डस्टबिन टाइपको राखिदिएको भयो होइन रमाइलो हुन्थ्यो सो त्यही यो देख्न सक्नुहुन्छ भ्यू पनि दामी हुनेरहेछ यहाँ चाहिँ राम्रो मैयाहरू पनि आउँदो रहेछ सो त्यही हेर न फेरि सो त्यही त्यो मान्छेहरूसँग बसेन राजा सँग गएर त्यहाँ चाहिँ सोध्नु बिजनेस आइ पनि गराउनु पर्छ अन्ति दिदीहरू नमस्ते कहाँबाट आउनु भएको तपाईँहरू तपाईँको घर चाहिँ कहाँ हो गोर्खाली भन्नाले ठ्याक्क भन्नु न हजुर अलि नजिक आइछ नि तपाईँहरू चाहिँ यहाँ घुम्न आउनु भएको हो कि कुनै काम थियो घुम्न आउनु भएको यहाँ चाहिँ अनि कस्तो यसलाई चाहिँ ठुली दह भन्छ नि अलिक थाहा त यस्तो गर्नु तपाईँको फेसबुक अनि यहाँ कति बजी आउनुभयो तपाईँहरू हामी बिहान 10-1 बजीतिर पुगेको थियौँ अनि यहाँ चाहिँ तपाईँलाई कस्तो लाग्यो यहाँको दृश्यहरू छ यो चाहिँ जस्तो दह भन्दा रहेछ नि यहाँ चाहिँ दह रहेनछ त उता छ कि यही हो उता ठुलो छ उता ठुला छ कस्तो नुहाउने टाइपको हुन्छ कि हुँदैन नुहाउने टाइप भन्दा ठुलै छ नुहाउनु त मान्छे नुहाउँदैनन् कहिलेदेखि यहाँ चाहिँ पब्लिकहरू जस्तो अहिले थोरै रहेछन् अघि धेरै थिए कस्तो भिडियो नगर्दिन अगाडि त धेरै थिए तपाईँलाई चाहिँ कस्तो भइरहेछ जस्तो यहाँ संरक्षण यहाँ जस्तो छ नि यो फोहोर व्यवस्थापन गरिदिएको भए होइन यहाँको नगरपालिका हो गाउँपालिका एक्ज्याक्टली मलाई त थाहा भएन तपाईँलाई चाहिँ यहाँ तपाईँ आइमै मान्छे एउटा चाहिँ अन्टी आउनु भएको छ होइन युवाहरू
यङहरू चाहिँ आइरहेछन् गइरहेछन् होइन। यहाँ चाहिँ यस्तो फोहोरहरू लास्टै हुँदो रहेछ। यहाँ व्यवस्थापन गरिदिएको भए अझै राम्रो घुम्न लायकको हुन्थ्यो कि जस्तो तपाईँलाई लाग्छ लाग्दैन? लाग्छ तपाईँले चाहिँ भन्न 2-4वटा भन्नु न तपाईँको मनका व्यक्तहरू मनका भावनाहरू व्यक्तहरू प्रस्तुत गर्नु न। तपाईँलाई कस्तो लाग्छ कि यहाँ? राम्रो लाग्यो भाइ। पहिलोचोटि हामी आया त्यति गोर्खालीबाट पनि आएको छैन। हामी नै पश्चिमै पर्छ पर्नु त पूर्वीको सिमाना उता टिकुरको यता पश्चिमतिरको हुन् त राम्रो लाग्यो। पहिला पटक हामी आया। कतिखेर फर्किनुहुन्छ? अब फर्किन हामी फर्किसक्यो। ए ठिक छ अहिले फेरि भेट पाउने फोटो राखिदिउँ ल। अहिले हुन्छ है। नमस्ते राम्रोसँग जानु होला फेरि चिप्लो छ बाटो। ल नमस्ते ल नमस्ते। सो गाइस त्यही हो यहाँ चाहिँ बाहिरबाट आउनु भएको रहेछ होइन। सो नजिकैबाट पनि नजिकै भएर पनि आउनु भएको थिएन अरे आज आउनु भयो अरे। एकदमै राम्रो दृश्य छ अरे होइन। योभन्दा पछाडिको भागमा पनि अलि अझै ठुलो दह छ अरे होइन। सो हामी जाँदैछौँ। हामीलाई चाहिँ थाहा छैन हामी पनि पहिलो दिन आएको पहिलोपटक आएको। सो हाम्रो केटाहरू चाहिँ सिलमा छन् होइन। एकदम यो चाहिँ यस्तो छ क्या दबाब रहेछ होइन। सो त्यही हो त्यहाँनिर सानी दह छ। मलाई देखा न समात्दिउँ न त्यसरी क्यामेरा पुरै भयो अलिसँगै भाइको भेट भयो दहमा आज यतै बस्लो साथमा गलबन्दी छातियो तिमीले तानेर फसाउन नखोज यसो ठानेर आइपुग्यो दह माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै सलल सोगाइट प्रकाश भुजेलसँग गएर सन्तु नभएको यतिखेर हामी दहमा आएर हाम्रो माग पुरा गर्दैछौँ प्रकाश भुजेलसँग गएर पनि सन्तु नभएको हामी चाहिँ यो दहमा आएर बर माग्दैछौँ। हाम्रो चाहिँ कसको लागि माग पुरा गर्दा हाम्रो सो फाइनल्ली हामी चाहिँ यो दह सबै केटाहरू गइसके अनि हामी दुइटा चाहिँ अलि फोटो भिडियोजहरू चाहिँ धेरै खिच्ने मान्छौँ नि त। सो हामी चाहिँ भर्खर हिँड्न लाग्यौँ। सो हाम्रो केटाहरू चाहिँ सबै गइसकेका छन्। यहाँ चाहिँ मैले देखेको अनुसार चाहिँ के छ भन्दाखेरि चाहिँ अलि यहाँ चाहिँ फोहोरहरू व्यवस्थित गरिदिएको भए आफूले खाएको चाहिँ चाउचाउ बिस्कुट विभिन्न प्रकारका चाहिँ जङ्क फुडहरू छन् जस्तो बेरको बत्तलहरू पनि रहेछ होइन। सो आफूले खाएको चाहिँ लैजाँदा चाहिँ एकदम उचित हुन्छ क्या। यहाँ चाहिँ मान्छेले जताभावी खाने फाल्ने गर्दाखेरि पनि अलिकति अनकम्फर्टेबल भइरहेछ। यहाँ चाहिँ एकदम रमाइलो दृश्य पनि रहेछ। सो यहाँको गाउँपालिका या नगरपालिकाले चाहिँ अलिक व्यवस्थित गरिदिएको भयो होइन दादा अलि राम्रो हुन्थ्यो कि एकान्त ठाउँ रहेछ होइन। सो त्यही हो आज झन् पानीले लासल्याङ गऱ्यो होइन। टक्क पाएर घाम लाग्दिएको भयो टक्क बसेर टक्क दाजुभाइहरूसँग गफसफ गर्ने हुन्थ्यो। पानीले चाहिँ ठर्नै दिएन सबै गइसके ठर्नै दिएन होइन पुरा भिजाउँछ। सो त्यही हो देख्न सक्नुहुन्छ टक्क त्यहाँ कुरोहरू पनि छन्। लेट्स गो गाइस। अब हामी चाहिँ घर फर्किँदैछौँ। हामी चाहिँ त्यो डाँडाबाट चाहिँ हामी आएको। सो केटाहरू सब गइसकेका रहेछन्। अब हामी दुईजना मात्रै छौँ होइन। मतलब हाम्रो केटाहरू चाहिँ गइसकेका छन् हाम्रो ग्रुपको केटा हो। यो त बाहिरको मान्छेहरू नचिनेको पब्लिकहरू सो देख्न सक्नुहुन्छ दामी ब्लड स्लुट आयो क्या हाम्रो केटाहरूले बहुत रमाइलो गएछ। ल लेट्स गो। La 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 la. कहाँ छुट्यो साथी भाइ कहाँ छुट्यो पैसा पछाडिबाट गरौँ क्या पछाडिबाट